चितवनका जनताले जुन किसिमको निर्णय गरे एउटा अपराध नै गरे, अझै पनि म भन्छु एउटा अपराध नै गरे र विक्रम पाण्डेको भोट चाहिँ सविता गौतमलाई हालियो भन्ने एउटा चाहिँ आन्तरिक केही सूचनाहरू चाहिँ प्राप्त भएको छ। आशिका तामाङले झटक्कै देखाएर जित्नु भयो। बालेन ब्रान्ड एउटा हाबी भयो, अर्को ब्रान्ड चाहिँ घन्टी पनि सजिलो भयो कि जनतालाई बुझ्न पनि। पहिलाको हँसी हतौरा कता के भन्नुभन्दा घन्टी यस्तो छ कि झोले कसैप्रति आस्था राख्नु झोला बोक्नु हुँदैन। जस्तो हाम्रो सुनिल शर्माज्यू नेपाली काङ्ग्रेसको नेताले फागुन 21 चुनाव भएछ भने म राजनीतिबाट सन्यास लिन्छु भन्नुभएको थियो। हुन त उहाँले सन्यास लिन परेन, उहाँलाई चाहिँ चिप्लाइदिइसक्नुभयो जनताले। किनभने झापाली भने झापाली हो मात्रै। अब यति चाहिँ अकर्मण्यता केपी ओलीको चाहिँ त्यो दम्भ र अहङ्कारको अवसान यही तरिकाले हुनुपर्छ भन्ने मेरो पहिल्यैदेखिको चाहिँ सोचाइ थियो। दर्शकबिन नमस्कार। यतिखेर हामीसँग वर्तमान चुनावी माहौल पछिको यो जुन राजनीतिक परिस्थितिहरू सिर्जना भइरहेको छ यी विषयमा कुरा गर्नका लागि मसँग हुनुहुन्छ निकै नै चर्चित गायक, उहाँ कम्पोजर, उहाँ धेरै कलाका धनी हुनुहुन्छ चेतन गोतामे। दाइ स्वागत छ तपाईँलाई। धन्यवाद छ सम्पूर्ण मिडियाका साथीहरूलाई। आराम हुनुहुन्छ? ठिकै छ। अब चुनाव लगभग सकिसक्यो होइन? मतगणना जुन मत परिणाम लगभग सकिसकेको अवस्था छ। समानुपातिक बाँकी छ। समानुपातिक मात्रै बाँकी छ। देशभरिको माहौल तपाईँले पनि निहालिरहनु भएको छ होइन? अब यो माहौललाई निहालिरहँदाखेरि पछिल्लो अवस्था जुन देशै घन्टीमय रह्यो, यसलाई कसरी विश्लेषण गर्नुभएको छ? यसलाई अब जनताको मतको सकारात्मक हामीले चाहिँ विश्लेषण भन्दा पनि सकारात्मक स्वीकार गर्नुपर्छ। अहिलेको जुन किसिमको परिवर्तन आएको छ मतमा, जनतामा जुन किसिमको परिवर्तन आएको छ, जनताको चेतनामा जुन किसिमको परिवर्तन आएको छ त्यसलाई हामीले सकारात्मक लिनुपर्छ अब चाहिँ। तर तपाईँको केही अगाडि मैले एउटा अन्तर्वार्ता हेरेको थिएँ। हजुर। जस्तै चितवनलाई विशेष गरेर रेणुदालाई लिएर तपाईँले एउटा अभिव्यक्ति पनि दिनुभएको थियो होइन? यहाँ चाहिँ रेणुदाले हराउने जुन जनताहरू हुनुहुन्छ त्यहाँ जसले रेणुदालाई मत दिनुभयो यिनीहरू अपराधी हुन् भनेर अभिव्यक्ति दिनुभएको थियो होइन? अब देशै घन्टीमय भएको अवस्थामा अथवा जनताले सबैले चाहिँ परिवर्तन चाहिरहेको अवस्थामा तपाईँले चाहिँ चितवनको जनतालाई अपराधी करार गरिदिनु भयो क्या? के भन्न चाहनुहुन्छ? अब यसलाई चाहिँ चुनावभन्दा अगाडिको एउटा अन्तर्वार्तामा मैले यो अभिव्यक्ति दिएको थिएँ। अब यो अभिव्यक्ति स्वतन्त्रताको जब हामी कुरा गर्छौँ, हामीलाई मनमा लागेको कुरा चाहिँ हामीले गर्न पाउनुपर्छ। त्यही भिडियोमा त्यही चाहिँ मेरो अभिव्यक्तिमा धेरै गाली पनि खाएको छु। गाली र तालीसँग म तालीबाट हौसिने र गालीबाट तर्सिने पात्र चाहिँ म होइन। यद्यपि चितवनका जनताले जुन किसिमको निर्णय गरे एउटा अपराध नै गरे, अझै पनि म भन्छु एउटा अपराध नै गरे। अझै पनि अपराध गरे। किनभने जसले घरमा बसेर चाहिँ बिना चाहिँ अभियान चुनाव जित्नु पर्थ्यो उहाँलाई चुनाव हराइयो होइन? अब क्यान्डिडेटको कुरा आउँछ, सविता गौतमप्रति म नकारात्मक कहिले पनि छैन हो। रासोपाको नेत्री सविता गौतमप्रति म सधैँ सकारात्मक हो। उहाँको अभिव्यक्ति मलाई मनपर्छ, उहाँको व्यक्तित्व मलाई मनपर्छ। तर उहाँको व्यक्तित्व मनपर्छ, उहाँको अभिव्यक्ति मनपर्छ, उहाँको कार्यशैली त मैले देख्न पाएको छैन। उहाँ योभन्दा अगाडि सांसद पनि हुनुभएको काठमाडौँ क्षेत्र नम्बर 2बाट। त्यहाँ त खासै उहाँको प्रभाव त देखिएन। उहाँले भनिदिनु भयो एक ठाउँमा मैले चाहिँ 3-4 अर्ब चाहिँ बजेट विनियोजन गरिदिएँ काठमाडौँ 2मा। 3-4 अर्ब बजेटले कति के बन्छ? काठमाडौँ 2 मात्रै बन्छ? सम्पूर्ण 10वटा एम्बुलेन्स नभएको ठाउँहरू उहाँले एम्बुलेन्स पुर्यायो भनेर उनलाई अभिव्यक्ति दिनुभएको थियो। एम्बुलेन्स पुर्याउनु अब त खै त अब काठमाडौँ 2को क्षेत्रले विरोध गरिरहेछ नि त जनताले। तर एउटा कुरा के हो भने सविता गौतमले चितवन बाहेक अन्त कतैबाट उठेर जितेको भए म सधैँ सकारात्मकै हुन्थेँ उहाँ। तर चाहिँ यहाँ चाहिँ के पनि देखियो भने अहिले भर्खरै के सुन्नमा आयो भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग अघोषित चाहिँ आन्तरिक गठबन्धन थियो र विक्रम पाण्डेको भोट चाहिँ सविता गौतमलाई हालियो भन्ने एउटा चाहिँ आन्तरिक केही सूचनाहरू चाहिँ तपाईले पाउनु भएको छ? प्राप्त भएको छ। भनेपछि
तपाईँको मतलब त्यहाँ चाहिँ गठबन्धन गरेर चाहिँ रेणु दाहाललाई हराइयो भन्न खोज्नु हो? हराइयो, अब भन्न खोजेको होइन, हराइयो नै। अब त्यही कुरा चाहिँ जस्तो राप्रपाले चाहिँ जुम्लामा ज्ञानेन्द्र साईलाई जिताउने र चितवनमा चाहिँ आन्तरिक चाहिँ अघोषित गठबन्धन गरेर रेणुलाई हराउने, सवितालाई जिताउने एक खालको अघोषित गठबन्धन भएको चाहिँ सूचना प्राप्त भएको छ। तपाईँले यसो भनिरहँदाखेरि तपाईँले पनि अघि नै भन्नुभयो गाली आएर त मलाई केही फरक पर्दैन, गाली धेरै आइसकेको छु, खाइसकेको छु भनिरहँदा तपाईँले यी कुरो गरिरहँदा तपाईँलाई गाली आउन सक्छ क्या? तपाईँ नेपाली कम्युनिस्ट पार्टीको झोले हो भन्ने तपाईँलाई ट्याग लाग्न सक्छ। म नेपाली कम्युनिस्ट पार्टीको झोले मात्रै झोले होइन कि आफ्नो व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रताको चाहिँ भरपुर प्रयोग गर्ने, आफूले लागेको कुरा बोल्ने हो, आफ्नो मनमा जे लागेको छ, आफूलाई जे सही लाग्छ गलत लाग्छ बोल्ने अधिकार हामीलाई छ, बोल्न पाइन्छ, बोल्न पर्छ। तर नेपाली कम्युनिस्ट पार्टीको झोले भनेर होइन, नेपाली कम्युनिस्ट पार्टी अन्तर्गतको वाइसिएल नेपालको केन्द्रीय सांस्कृतिक विभाग सदस्य हुँ म पार्टीगत सक्रिय राजनीतिमा पनि छु, सक्रिय राजनीतिमा छु। मलाई अरू कलाकारले जस्तो झुट बोलेर म कुनै पनि राजनीतिक दलमा छैन भनेर, म कतै छैन भनेर अनुनय विनय गरेर जनतालाई भ्रम छर्न मलाई पर्दैन। म जे हो त्यही हो र सांस्कृतिक गण्डकी वाइसिएल नेपालको गण्डकी सांस्कृतिक विभागको प्रमुख पनि हो म। भनेपछि हेर्नु त तपाईँ त भनेपछि सक्रिय राजनीति हुनुहुँदो रहेछ। अब हेर्नु त तपाईँको पार्टी, अब तपाईँकै भनौँ न, तपाईँको पार्टी कहाँबाट कहाँ आइपुग्यो, कसरी विश्लेषण गर्नुहुन्छ हेर्नु त? यस्तो छ, सङ्ख्याले अब त टर्च बालेर खोज्नुपर्ने अवस्था आइसक्यो। टर्च नै त बाल्न पर्दैन, किनभने हामीलाई टर्च किन बाल्न पर्यो? सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हामी संविधानको धारामा छौँ त किन टर्च बाल्न पर्यो? 2064 मा पहिलो पार्टी, अहिले हेर्नु त त्यो सङ्ख्या 7-8 सिटमा सीमित हुनु भनेर टर्चले खोज्नुपर्ने सङ्ख्या त उतार चढाव भइहाल्छ राजनीतिमा। त्यो एउटा चाहिँ सकारात्मक कुरा पनि हो, स्वाभाविक कुरा पनि हो। त्यसले गर्दाखेरि सङ्ख्या त हामी त अब 69 सालदेखि नै घट्दै आइराखेका छौँ नि त। यो देशमा राम्रो गर्नेलाई राम्रो गर्न कहाँ दिया छ र? अहिले देख्नु भएन इतिहासकै सबैभन्दा सफल गृहमन्त्री सर्लाहीबाट हार्नु पर्यो नारायण काजी श्रेष्ठ हो। अहिले देशको सबैभन्दा चाहिँ नमुना चाहिँ महानगर बनाएको रेणु दाहाल चितवनबाट हार्न पर्यो। राम्रो गर्नेलाई राम्रो गर्न दिएको छ। मैले के भनेको थिएँ भने अस्तिको अभिव्यक्तिमा दलगत रूपमा प्रतिशोध नसाधौँ, राम्रो गर्नेलाई जिताउँ। गलत हो मैले बोलेको? हराइयो दलगत रूपमा, ठिक छ, पार्टी छोडिदिउँ न। अहिले व्यक्तिगत रूपमा कहाँनिर व्यक्ति सकारात्मक छ, जनताप्रति उत्तरदायी छ। नारायण काजी श्रेष्ठले आफू गृहमन्त्रीको कार्यकालमा गरेका सकारात्मक कामहरूलाई हेरेर भोट हालौँ। रेणु दाहालले चाहिँ नि चितवनका जनतालाई दिएका चाहिँ सेवा सुविधा अनि भौतिक निर्माणका चाहिँ परिवर्तन भएका पक्षलाई लिएर चाहिँ भोट हालौँ। हर्का साम्पाङलाई चाहिँ धरान उपमहानगरपालिकामा जस्तो हाहाकार मचिएको ठाउँमा उहाँले श्रमदान मार्फत जनश्रमदान भनेर चाहिँ अभियान चलाएर धरानका जनतालाई पानी खुवाए। अरू अन्य धेरै चाहिँ भौतिक विकास निर्माणमा उनले चाहिँ राम्रो चाहिँ छलाङ मारे। उनलाई जिताउँ। धन्न उहाँले जित्नुभयो। धरानका जनता वफादार रहेछन्। चितवनका जनता भनेको अवसरवादी देखिए। अहिले अवसरवादी देखिए, तर फेरि अवसरवादी पनि फेरि कस्तो ठाउँमा राम्रै ठाउँमा गएको छ जानलाई। मैले सविताप्रति नकारात्मक धारणा चाहिँ राखेको छैन, किनभने मलाई मनपर्ने नेत्री होइन। गाली त मैले अघि नै भनिसकेँ, गाली र तालीसँग, तालीबाट होसिने र गालीबाट तर्सिने मान्छे होइन। तर सविता गौतम बाहेक अन्य ठाउँमा भएको भए फेरि त्यहाँनिर पनि अलिकति मेरो फरक मत हुन्थ्यो होला। तर सविता गौतमलाई मैले भनेको अर्को ठाउँबाट, चितवन बाहेक अर्को ठाउँबाट उठेर चितवनमा रेणु दाहाललाई जिताइदिएको भए जनताप्रति धन्यवाद दिने एउटा चाहिँ आधार बन्थ्यो। अहिले चाहिँ त्यो आधार पनि रहेन। अब रहेन। अब पछिल्लो समय धेरै खालका क्यान्डिडेटहरू देखिए। कोही चटक देखाए होइन। अब ऋषि धमालाको कुरा गरौँ, अब नेकपा एमालेबाट हाम्रो सूर्य थापाको कुरा गरौँ, दर्शकहरूलाई धेरै मनोरञ्जन पनि दिए। तर भोट भनेको तपाईँले पनि थाहा पाइसक्नु भएको छ होइन। भनेपछि अब चाहिँ जनताले ती चटक देखाएर झुट बोलेर चाहिँ भोट नआउने रहेछ भन्ने कुरो प्रष्ट रूपमा जवाफ दिइसकेको अथवा बताइसकेको अवस्था हो। अब चटक देखाएर भोट नदिने रहेछ भनौँ भने आशिका तामाङले
चटक्कै देखाएर जित्नु भयो। आशिक तामाङले तपाईँको जेएनजी आन्दोलनको बिचमा यति धेरै काम गर्नुभएको, त्यो जुन खालको उहाँहरूले विद्रोह गरिरहनु भएको छ, साना जुन जनतासँग जुन सरोकार राख्ने विषयहरू चाहिँ जुन गरिरहनु भएको छ, त्यसलाई चटक मार्नु भन्नुहुन्छ तपाईँ? चटक्क यस्तो छ, त्यो जेएनजी आन्दोलनको समयमा जेएनजी आन्दोलनबाट घाइते हुनुभएका उहाँहरूप्रति गरेको सेवा त त्यो सेवा हो। उहाँले एउटा डोल्पा कहाँसम्म चाहिँ उहाँले विद्यार्थीहरूलाई त्यत्रो सहयोग रकम लगाएर सामाजिक यस्तो छ, समाज सेवाको परिभाषा हामीले चाहिँ बदल्न पर्छ। समाज सेवा भनेको मैले तपाईँबाट 20,000 लिएँ, 10,000 मैले राखेर 10,000 अर्को पीडितलाई दिएँ, त्यो त बिचौलिया हो। आशिका तामाङलाई त बिचौलिया भन्नुहुन्छ? आशिका तामाङलाई बिचौलिया नै, अहिले केही समय अगाडिदेखि नेपालमा जो सामाजिक अभियन्ताको रूपमा स्थापित हुँदै आउनुभयो उहाँहरू सबै बिचौलिया हो। जसले तपाईँबाट 20,000 लिएर 10,000 आफूले राखेर 10,000 सम्बन्धित व्यक्तिलाई बुझाएको छ, त्यो 10,000 आफूले राखेको छ नि त। बिचौलिया होला नि, तर आशिका तामाङ जुन आशिका तामाङको हकमा क्रेज उहाँको बढ्दै गइरहेको छ नि, तपाईँ उहाँलाई पनि त्यही क्याटेगोरीमा राख्नुहुन्छ, बिचौलीको क्याटेगोरीमा राख्नुहुन्छ? आशिका तामाङले यदि यही काम गरेको भने त क्याटेगोरी त त्यही त हो नि, जसले उहाँलाई त सबैले मन परायो, उहाँलाई जिताइदिनु, सम्मानित मतको होइन, उहाँलाई जिताएको होइन, अहिले बालेनलाई जिताएको। आशिका तामाङलाई जिताएको होइन नि, आशिका तामाङलाई जिताएकै होइन। आशिका तामाङलाई जनताले चिनेकै छैन, कतिपय त्यहाँ जानु होला बुझ्नु होला। अहिले पनि चाहिँ तपाईँको जस्तै अहिलेको नेपालमा जति पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित चाहिँ प्रतिनिधि सभाका सदस्यहरू अहिले निर्वाचित भए, उम्मेदवारहरू निर्वाचित भए, ती सबैले बालेनलाई चिनेर भोट हालेका हुन्। ती उम्मेदवारलाई चिनेर कम्तीमा भोट धेरै ठाउँमा हालेका छैन। ओन्ली बालेन ब्रान्ड, माथि बालेन तल घन्टी, अरु उम्मेदवार कसैले देखेन। होइन, अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तपाईँको चाहिँ नि रवि लामिछानेको आफ्नो क्रेज छ, उहाँप्रति त उहाँ त अब परिचित नेता हो नि त। डिपी अर्याल पनि चिनेकै नेता हो, सोभिता गौतम चिनेकै नेता हो, हरि ढकाल चिनेकै नेता हो जनताले, हो स्वर्णिम वाग्ले चिनेकै नेता हो। अरू यस्तो अहिले चाहिँ मैले भने नि बालेन ब्रान्ड हाबी भयो भने नि त, मैले बालेन एउटा ब्रान्ड हाबी भयो। रविको आफ्नो क्रेज छँदै थियो। बालेन जब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भइसके पछाडि बालेन ब्रान्ड एउटा हाबी भयो। अर्को ब्रान्ड चाहिँ घन्टी पनि सजिलो भयो कि जनतालाई बुझ्न पनि। पहिलाको हँसी हतौडा कता के भन्नुभन्दा घन्टी भन्यो बोकेर हिँड्यो भने अराजकता भयो भन्ने हैन, त्यस्तो त फेरि अब घन्टी बोकेर हिँडेपछि केही पनि भएन हैन। घन्टी बोकेर हिँडेपछि अब सजिलो कस्तो भयो भने यो बालबच्चाको दिमागमा यो चाहिँ जेनजी भनौँ न, अब जेनजी अहिले त शब्द प्रसिद्ध छ जेनजी। जेनजीको मुखमा मनमनमा चाहिँ घन्टी भइसके पछाडि उनीहरू स्वतस्फूर्त बालेनका फ्यान भए, डाई हार्ड फ्यान भए हैन। अनि त्यस पछाडि घन्टी चाहिँ अलिकति हातमा लिएर बजाउन पनि सजिलो, हिँड्न पनि सजिलो, कता कतै घन्टी बजाउन सजिलो भयो, सजिलो भयो। ओके, अब झापा पाँचतिर झापा पाँचमा भारी बहुमतका साथ हैन बालेन शाहले चाहिँ जित हासिल गर्नुभयो हैन। अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त सोच्नै भएको थिएन, उहाँले त उहाँको इन्टरभ्यूहरू पनि तपाईँले देख्नु भएको होला। एकजना मिडियाकर्मीले सोध्ने बेला के अरे पराजित भन्ने शब्द फिर्ता लानुहोस्, गोजीमा हाल्नुहोस् भनेर खालको व्यक्ति दिनु भएको थियो। भनेपछि यहाँ त नसोचेकै भइरहेको अवस्थामा कसरी त्यहाँको अघि तपाईँले चितवनको जनतालाई चाहिँ अपराधी भनिरहँदा त्यहाँको जनतालाई चाहिँ के भन्न चाहनुहुन्छ? त्यहाँको जनता चाहिँ अब एकदमै अहिले चाहिँ गरेको निर्णय चाहिँ झापा पाँचको निर्णय चाहिँ एकदमै सकारात्मक प्रशंसायोग्य छ। किनभने झापाली भने झापाली हो मात्रै। अब भनौँ न अहिले त सकारात्मक निर्णयको लागि, किनभने नेपाललाई यो देशलाई 2074 सालमा झन्डै 2/3 सरकार नजिकको चाहिँ 2/3 बहुमत नजिकको सरकारले गर्न पर्ने परिवर्तन नेपालमा गर्न नसकेर यति दम्भ, यति घमण्ड, यति अहङ्कार हैन, यति चाहिँ अकर्मण्यता केपी ओलीको चाहिँ त्यो दम्भ र अहङ्कारको अवसान यही तरिकाले हुनुपर्छ भन्ने मेरो पहिल्यैदेखिको चाहिँ सोचाइ थियो। सोचाइ किनभने तत्कालीन चाहिँ बहुमतको सरकारलाई आलो पालो प्रधानमन्त्री गरेर राज्यलाई एउटा निकास दिने भनेर 2 जना पाइलट बसेका
चाहिँ एउटा चाहिँ नि बिन्दुमा पुगिसके पछाडि यो त्यस पछाडि मैले अर्को चाहिँ पाइलटलाई टेक ओभर गर्न दिनुपर्ने ठाउँमा होइन मै हो चाहिँ यता पनि पार्टीमा पनि मै शक्तिशाली मै हाबी उता चाहिँ नि बैठकको अध्यक्ष आलो पालो गर्ने भनेको छ बैठकको अध्यक्षता चाहिँ गर्ने बेलामा एउटाको सिट उता कुर्सी उता लहर थन्काइदिएको छ त्यस्तो खालको त्यो चाहिँ अकर्मण्यता त्यो चाहिँ त्यो पाच्य नहुने त्यो प्रवृत्ति केपी ओली प्रवृत्तिदेखि जनता वाक्क दिक्क भएको थियो। अहिले राम्रोसँग चाहिँ उहाँको केपी ओली नेपाली वामपन्थी आन्दोलनको एउटा कलङ्कको रूपमा चाहिँ स्थापित पनि त्यही अनुसार भयो विस्थापित पनि त्यही अनुसार भयो सकियो। अब केपी ओली युगको जेल जीवनबाटै राजनीतिक पनि सुरु भयो अब जेलमै गएर राजनीतिक जीवन सकिन्छ भन्न खोज्छ एकदमै सबभन्दा बढी सम्भावना त्यही छ। अब हेर्नु त कार्की आयोगले पनि उहाँहरूलाई चाहिँ अब मुद्दा लाउनु पर्छ होइन उहाँको भन्नुभएको छ तर बाहिर त उहाँहरूले अब प्रतिवेदन चाहिँ सार्वजनिक गर्नु भएको छैन। कम्तीमा हिजो प्रचण्डले संसदबाट कति पटक भनिरहनु भएको थियो एउटा चाहिँ नि सहकारीको कुनै पनि चाहिँ ऋण लिएको कुनै पनि चाहिँ आधार नभेटिएका एउटा रवि लामिछानेलाई नेपालकै चाहिँ भ्रष्टाचारीको सबैभन्दा ठुलो चाहिँ नि अपराधीको रूपमा चाहिँ अपराधी जस्तो गरेर उसलाई जेल बाहिर भित्र बाहिर गरिरहने चाहिँ राति चाहिँ आतंक पार्ने जुन काम गरियो यो चाहिँ यसले चाहिँ देशलाई चाहिँ एउटा भोलि ठुलो देशमा चाहिँ भोलि ठुलो दुर्घटना हुन सक्छ भनेर चेतावनी दिइराखेको कुरा हो। अब त रवि लामिछाने स्वयं पनि पावरमा आउनु भएको छ होइन उहाँले चितवनबाट भारी मतले जित्नु भएको छ तर पनि जित्यो पनि अब उहाँ डाइरेक्ट संसद भवनभित्र जाने अवस्था छैन किनभने उहाँसँग सम्पत्ति शुद्धिकरणको मुद्दा अझै पनि बाँकी छ जसले गर्दा सांसदको शपथ ग्रहण उहाँले गर्न पाउनुहुन्न भने चाहिँ अब भालेन प्रधानमन्त्री हुने जनताले चाहिरहेका छन् कि उहाँ चाहिँ गृहमन्त्रीको रूपमा चाहिँ देख्न चाहन्छन् भनेपछि अबको परिस्थिति चाहिँ कस्तो होला भन्ने अनुमान गर्नुभएको छ। अबको परिस्थिति त अब अहिले अब उहाँहरूले जस्तो रासोपाको अब 2/3 बहुमत आइसक्यो होइन अब उहाँहरूले योजना बनाउनु भयो होला अब विभिन्न सर्वदलीय बैठक सर्वदलीय चाहिँ छलफल पनि होला जतिसुकै जेसुकै भने पनि यहाँ जनतामा जुन किसिमको बहस चले पनि जनताहरूको आफ्नो आफ्नो तर्क वितर्क जे चले पनि अन्ततोगत्वा फेरि के हुन्छ भने सरकार सञ्चालनका लागि अब कम्तीमा सर्वदलीय बैठक पनि होला सर्वदलीय बैठक बसेर केही सल्लाहहरू पनि लिनु होला। अब फेरि नयाँ राजनीतिक दल एउटा चाहिँ उबारको रूपमा चाहिँ नि सुनामीको रूपमा स्थापित हुँदै गर्दाखेरि 2/3 भन्दा बढी नै 2/3 बढी नै हुने जस्तो छ समानुपातिक गर्नै बाँकी छ। त्यसो हुँदाखेरि एक खालको छलफलबाट अगाडि बढ्नु होला राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नो आन्तरिक चाहिँ बैठक पनि बस्न होला के कसरी जाने अब त्यहाँ चाहिँ कसलाई गृहमा कसलाई चाहिँ प्रधानमन्त्रीमा कसलाई चाहिँ केमा अब उहाँहरूको छलफलको विषय रह्यो। अब सरलाई चारबाट देशको कुनै बेला चर्चित नाम गगन थापा होइन उहाँ पनि यसपालिको चुनावबाट बगाडियो होइन लगभग 14 वर्ष पछाडि उहाँको राजनीतिक क्यारियरमा अब फुल स्टप लागिसक्यो। फुल स्टप त नभनौँ अब कहिलेकाहीँ चाहिँ यस्तो हुन्छ यो जनताको प्रेम तपाईँ हाम्रो प्रेम जसको पनि प्रेम सम्बन्ध पारिवारिक प्रेम अथवा राजनीतिक उतार चढाव चाहिँ यो डब्लु जस्तो हुन्छ कि एकचोटि जस्तो 64मा चाहिँ माओवादीको डब्लुको चाहिँ एउटा बिन्दु माथि टुप्पोमा थियो बिचमा तल आयो फेरि बिचमा अलिकति माथि जाला जस्तो भयो। यो लोड सेडिङको अन्त्य गरेको जनताको अपेक्षा विपरीत हो र होइन नि त लोड सेडिङ अन्त्य गर्नु नै जनताको चाहिँ अपेक्षा विपरीत हो। चाहिँ यो बालुवाटार जग्गा काण्ड चाहिँ यो चाहिँ बाँसबारी छालाजुत्ता जग्गा काण्ड चाहिँ तपाईँको यिनीहरूको अभियुक्तहरूलाई जेलमा हाल्नु पनि जनताको अपेक्षा विपरीत हो भने त के गर्न सकिन्छ त नि। यो चाहिँ मध्य पहाडी लोकमार्ग होइन यता फास्ट ट्र्याकका कुराहरू परिवर्तन यो चाहिँ भौतिक विकास निर्माण पनि जनताको अपेक्षा विपरीत हो नि त के भन्ने त नि। यी सबै माओवादी तत्कालीन माओवादीले गर्यो भन्नु खोज्नु अब यो त जगजाहेर छ त जगजाहेर छ त लोड सेडिङ अन्त्य 73 सालमा
तत्कालीन माओवादी केन्द्रको नेतृत्वमा भएको सरकारले कुलमान घिसिङलाई चाहिँ नि प्राधिकरणको चाहिँ के भन्छ प्राधिकरणको एमडी बनाउनु एमडी बनाइसके पछाडि नै यो बनाएर चाहिँ सम्भावना सम्भव भएको त हो नि। गगनको जुन पराजय छ उहाँलाई चाहिँ यो चाहिँ एउटा चुनावी प्रक्रियामा अथवा राजनीतिमा भइरहने कुरा हो। यो स्वाभाविक कुरा हो, हारजित भनेको। अब हारेर सबै सकिने, जितेर सबै हुने भन्ने पनि त छैन भन्ने कुरो त हामीले 64 देखि नै हेर्दै आइरहेका छौँ त होइन। किनभने अब जितेर अब परिवर्तन अहिलेको चाहिँ नि सरकार, अब जुन सरकार बन्दैछ, जुन सरकारले अब परिवर्तनका कामहरूमा अहिले इतिहासमै सबैभन्दा सुवर्ण अवसर के छ भने प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीमा जान सबभन्दा सुवर्ण अवसर यही हो। अब यहाँनिर फेरि भोलि बिहान चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगइकन अन्त बाटो चाहिँ यो अफरोड हिँड्न खोज्नुभयो भने फेरि देशमा फेरि पुरानै दलको जस्तै हालत अब रासपाको पनि हुनेछ। अहिले तत्काललाई त उहाँहरू चाहिँ बहुमत 2/3 बहुमतमा हुनुहुन्छ, केही हुन्न। पछि चाहिँ कालान्तरमा राजनीतिक भनेको उतार चढावको खेल न हो, भइहाल्छ त्यस्तो। तपाईँ कलाकार होइन, चुनावको माहौलमा धेरै कलाकारहरू पार्टीगत रूपमा प्रचार प्रसारमा हिँड्नुभयो होइन, कसै कुन पार्टीको कसै कुन पार्टीको हिँड्नुभयो। अब तपाईँ त खासै हिँडेको देखिएन होइन, भनेपछि यो कलाकारलाई पनि चुनावमा चाहिँ काहीँ न काहीँ भनौँ न यो चुनाव लाग्ने पार्टीगत रूपमा होइन एउटा ट्याग लाग्ने गर्छ। तपाईँलाई त तपाईँ त अघि नै खुलेरै भनिसक्नुभयो, सिधै नेपाली कम्युनिस्ट पार्टीको भनेर भनिसक्नु भएको छ। भनेपछि अब पछिल्लो अवस्थामा अब कलाकारहरूलाई पनि झोले भन्न लाग्यो कि कसरी लिनु भएको छ यी आरोपहरू? यस्तो छ कि झोले कसैप्रति आस्था राख्नु झोला बोक्नु हुँदैन। जस्तो उहाँहरूलाई बालेनले बोलेको मनपर्छ, उहाँहरू झोले हो र भने, बालेनको काम मनपर्छ, उहाँहरू झोले हो र होइन नि त। दृष्टिकोण आफ्नो आफ्नो हुन्छ नि त, आफ्नो दृष्टिकोण हुन्छै हुन्न हो। त्यो दृष्टिकोण आफ्नो आफ्नो हुने हुनाले तपाईँले मन पराएको मान्छेलाई मैले जबरजस्ती मन पराइदिन पर्दैन। अझ तपाईँले अझ खुलस्त रूपमा भनौँ, अझ विशेष गरेर लोकदोहोरी गायिका होइन हाम्रो ज्योति मगर, उहाँ खुलेर झापामै गएर केपी ओलीलाई जिताउनकै लागि केपीले 100% जित्नुहुन्छ भनेर उहाँले अभिव्यक्ति दिइरहनु भएको थियो। हुँदा हुँदा उहाँले त अझ बालेन शाहले घुसपेच पनि गर्नुभएको। भनेपछि एउटा कलाकारले त्यसरी गर्न कति उपयुक्त थियो कि थिएन? बालेन शाहलाई नै अहिले चाहिँ घोषपेच गर्न पर्ने परिस्थिति त थिएन। जस्तो अलिकति आशिका तामाङको बारेमा म अलिकति निर्मम भएर बोलेँ नि, त्यहाँ जस्तो राजेन्द्र पाण्डेले हार्नुभयो अथवा अन्य राजनीतिक दलको सङ्घर्षशील नेताहरूले हार्नुभयो। आशिका तामाङ लाई के भयो भने लेखेर दिएको पनि पढ्न गाह्रो भयो क्या त्यहाँ हो। लेखेर लोकप्रियताको आधारमा चुनाव जित्नै पर्छ भन्ने छैन। उहाँहरूले सामाजिक अभियन्ताको रूपले उहाँहरू स्थापित भइरहनु भएको थियो, त्यतै पनि ठिक थियो। तर कम्तीमा जस्तो अहिले त यहाँ के देखियो भने गुल्मीबाट यो हाम्रो कलौटेलाई उठाइदिया भए, के अरे हाम्रो तेजेन्द्र परियार, उहाँलाई उठाइदिया हो, उहाँले पनि जित्दैछ क्या अहिले त। होइन तपाईँले यसो भनिरहँदाखेरि राजसभाको पनि त कति सांसदहरूको जमानत जफत भएको छ। जुम्लाबाट हेर्नुहोस् न, बिन्द कठायतको राजसभाको होइन लहर त्यो त मैले अघि भने बाजुराबाट हेर्नुहोस् त हेमराज थापाको, उहाँको पनि त्यस्तै तपाईँले भने जस्तो हुइममै गएको भए त बाजुराबाट हेमराज थापा जित्नु। मैले अघि भने जमानत जफत भयो। कतिपय ठाउँमा आन्तरिक अघोषित गठबन्धन भएको बुझियो हो। त्यसको पटाक्षेप चाहिँ यो केही उम्मेदवारहरू हार्नु र जित्नुको चाहिँ यो भन्ने लागिरहेछ। तपाईँले भनेपछि आशिका तामाङ भन्दा ज्योति मगर बेस्ट भन्नु होइन। आशिका तामाङ भन्दा राजनीतिक चेतना त हुनसक्छ, हेर्नुहोस्, राजनीतिक चेतना अथवा केही एउटा चाहिँ व्यक्तित्व, एउटा बौद्धिक लेभल चाहिँ ज्योति मगरमा तर्क गर्ने, एउटा तर्क राख्ने क्षमता चाहिँ बेसरी अब्बल मान्छु म। ओके, अन्त्यतिर छौँ जाँदै आम दर्शक, अब जुन अब निर्वाचन भइसकेको छ, अब नयाँ सरकार बन्दैछ, आशा गरौँ होइन यो सरकारले देशको भ्रष्टाचारलाई निर्मूल पारौँ होइन। जति पनि जेएनजी आन्दोलनमा जे भए
यिन जो दोषीले कारबाही गरून्, हामी त्यही कामना गर्छौँ। आम दर्शकलाई तपाईँले हेरिरहनु भएको दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? मैले तपाईँले सोध्दा छोडिएका अथवा छुटेको केही विषय छ भने भन्नुहोस्। सम्पूर्ण आदरणीय दर्शक महानुभावहरू, अभिव्यक्ति स्वतन्त्रताको कुरो आउँदै गर्दाखेरि मलाई मनमा लागेका कुरा मैले तपाईँहरू माझमा यो मिडिया मार्फत प्रस्तुत गरेको छु। गाली ताली दिने तपाईँहरूको आफ्नो चाहिँ फेरि व्यक्तिगत स्वतन्त्रताको कुरा छ। गाली गर्न मन लाग्छ, गाली गर्नुहोस्, होइन केटोले ठिकै बोल्यो भन्नुहुन्छ ठिकै गर्नुहोस्। गीत मैले गाइराखेकै छु। जुनसुकै राजनीतिक दलको मैले सबैभन्दा यसपालि सबैभन्दा पहिला चाहिँ नि चुनावको गीत राष्ट्रिय स्वतन्त्र पार्टीको गाएको हो, सबभन्दा पहिला। अब देश बन्दैछ भनेर, अब देश बन्छ भन्ने हाम्रो के ढकाल को युट्युब च्यानलमा छ, के ढकाल समथिङ होइन उहाँको युट्युब च्यानलमा छ, अब देश बन्छ भन्ने। अब देश बन्छ चेतन गोतामे हानेपछि आउँछ। सबैभन्दा पहिला राष्ट्रिय स्वतन्त्र पार्टीको गाएँ। त्यसपछि मैले चाहिँ अघि स्वीकार गरेको, मैले हाम्रै नेपाली कम्युनिस्ट पार्टीको लेखनाथ दाहाल, हरिराज अधिकारी, चितवनमा रवि लामिछानेसँग चाहिँ लडेका हाम्रो प्रताप गुरुङ, काठमाडौँ 10 को रूपा महर्जन, अनि रुकुमको चाहिँ गोपाल शर्मा हो, धादिङ 2 को चाहिँ धादिङ 2 कि 1 को हाम्रो धनबहादुर घले, 2 को नेकपा एमालेको धनबहादुर घले दाईको, यहाँ धेरैको चाहिँ चुनावको गीत गाएर बसेको हुँ। सङ्गीत त समावेशी नै हुनु पर्यो नि त। व्यक्तिगत दृष्टिकोण र भावना आफ्नो ठाउँमा छ, सङ्गीत त समावेशी हुनुपर्छ। र अर्को कुरा के हो भने राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले सकारात्मक एउटा सुनामी लिएर आएको छ। हिजो हामीले हाम्रो चाहिँ तत्कालीन चाहिँ नेपाल कम्युनिस्ट पार्टी माओवादीले गर्न नसकेका, 2/3 बहुमत नपुगेर गर्न नसकेका युगान्तकारी परिवर्तनका एजेन्डाहरू छन्, त्यसलाई स्थापित गर्नु होला। यो देशलाई चाहिँ नि अलिकति चाहिँ दीर्घकालीन रूपमा स्थायित्वको बाटोमा लैजानु होला। स्थायित्वको बाटोमा लैजानका लागि प्रचण्डले भन्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टी, अहिलेको नेपाली कम्युनिस्ट पार्टी, तत्कालीन माओवादीले बोकिरहेको एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा देशलाई लैजानु होला। अन्यथा फेरि यो चाहिँ यस्तै चाहिँ संसदीय निर्वाचन प्रणालीमा मात्रै बसियो भने जनतालाई किन्ने र बेच्ने बाहेक अरू केही पनि हुँदैन। युवालाई बेच्ने अनि भोट आउने मत के अरे चुनावको बेला जनतालाई किन्ने बाहेक अरू केही खेल हुनेवाला छैन। त्यसले गर्दाखेरि कम्तीमा देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा अथवा प्रधानमन्त्री प्रणालीमा लैजानु होला मेरो अनुरोध छ व्यक्तिगत रूपमा, एउटा नागरिक, नेपालको यो देशको नागरिक र कलाकार भएको नाताले। र अर्को कुरो, अब भूराजनीतिक चलखेलको विषयमा तपाईँले देखिरहनु भएकै छ। कोरोनाको महामारी पछि चाहिँ साम्राज्यवादले चाहिँ दक्षिण एसियाका विभिन्न चाहिँ नि मुलुकहरूमा गरेको दमन शोषण र चाहिँ नि अलिकति प्रतीकात्मक रूपले चाहिँ प्रस्तुत भएको चाहिँ तपाईँहरूले देखिरहनु भएको छ। अब हामीले त के बुझेका छौँ र तपाईँ राजनीति गर्नेले यो धेरै कुरा बुझिरहनु भयो होला। राष्ट्रिय स्वतन्त्र पार्टी र यसका नेता चाहिँ सम्पूर्ण आदरणीय नेताहरूलाई देशलाई चाहिँ सकारात्मक दिशामा जनताको जनपक्षीय काम गरेर जनताको भावना, जनताको मर्म, जनताले दिएको जुन निर्देशन, जनताले जुन किसिमले तपाईँहरूलाई जनताको चाहिँ काम गर्ने, जनअपेक्षा अनुसारको काम गर्ने अधिकार दिएको छु, दिनुभएको छ, हामीले दिएका छौँ, त्यसको सही सदुपयोग गर्नु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। जाँदै अलिकति छोटो के तपाईँको प्रति के लिन चाहे भने अब पछिल्लो समय जुन निर्वाचनको बेलामा विभिन्न अब भनौँ न पछिल्लो समय भाइरल विभिन्न व्यक्तिहरूले चाहिँ फलानाले जित्यो भने म यसो गर्छु, कसैले कान काट्छु भन्ने, कसैले झुन्डिन्छु भन्ने, कसैले के खान्छु भन्ने। अब त्यो समय आयो, अब सबैले बोली परिवर्तन गर्दै गएको अवस्था होइन। विशेष गरेर एकजना दिदी हुनुहुन्छ, उहाँ कान काट्ने दिदी होइन, निकै चर्चित भाइरल हुनुहुन्छ। उहाँलाई अहिले जसले भेट्यो भने तपाईँ कान काटेन भने कान चेक गर्न लाग्छ। यस्तो विषयहरूलाई चाहिँ कसरी लिनु भएको? यो अलिकति उत्तेजनात्मक अभिव्यक्ति हो यो चाहिँ होइन, जसले म चाहिँ झुन्डिन्छु, जस्तो हाम्रो सुनिल शर्माज्यू
नेपाली काङ्ग्रेसको नेताले उहाँले फागुन 21 मा चुनाव भएछ भने म राजनीतिबाट सन्यास लिन्छु भन्नुभएको थियो। अन्त उहाँ सन्यासै लगाइदिनु उहाँले सन्यास लिन परेन, उहाँलाई चाहिँ चिप्लाइदिइसक्नुभयो जनताले। तर यो अलिकति उत्तेजनात्मक, अलि ठिक छ, विचारको अभिव्यक्ति स्वतन्त्रताको चाहिँ अधिकार तपाईँमा हुँदै गर्दाखेरि अब आज मैले गरेका केही संवाद पनि विवाद रहित त छँदै छैन, किनभने मान्छेको दृष्टिकोण फरक फरक हुने हुनाले भनिहाल्थ्यो, त्यो ठिकै छ, त्यसमा केही छैन। तर अलिकति चाहिँ नचाहिँदा उत्तेजनात्मक भावना जस्तो कान काट्छु, उगु खान्छु, झुन्डिन्छु भन्ने कुरा जस्ता अभिव्यक्ति दिनेहरूले त खान्छु भनेका कुरा खानुस्, जनताको अगाडि बोलेका कुरा होइन, बाचा पुरा गर्न पर्यो। खान्छु भनेका कुरा कसको खाने भने त्यसको खानुस् होइन, जसको जसले जे काट्ने भन्ने भन्नुभएको थियो काट्नुहोस्, जसले जेबाट सन्यास लिने भन्नुभएको थियो जनताका अगाडि कबुल गरेको गर्नुहोस्, अनि जसले जे खान्छु भन्नुभएको थियो खानुस्। अझ झुन्डिन्छु भनेकाहरू पनि झुन्डिनु छ क्या नि त, जनताका अगाडि कबुल गरेपछि पुरा गर्नु परेन, गर्नु पऱ्यो नि त। हस्, समय दिनुभयो, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।